उमेरको कारणले प्रोस्टेट बढेका व्यक्तिहरूले बारम्बार सोध्ने प्रश्नहरू अर्थात् फ्रिक्वेन्टली आस्क्ड क्वेसन्स लिएर उपस्थित भएको छु। पहिलो जिज्ञासा छ, मेरो प्रोस्टेट लामो समय बित्दाखेरिमा कतै क्यान्सरमा परिणत त हुँदैन? अध्ययनहरूले उमेरको कारणले बढेको प्रोस्टेट स्वयं पछि गएर क्यान्सरमा परिणत हुन्छ भन्ने कुरा देखाएको छैन। प्रोस्टेट क्यान्सर भनेको अनियन्त्रित रूपमा प्रोस्टेटका कोशिकाहरू वृद्धि हुने अवस्था हो भने उमेरको कारणले प्रोस्टेट बढ्ने भनेको चाहिँ नियन्त्रित हिसाबले प्रोस्टेटका कोशिकाहरूको सङ्ख्या बढ्ने र तिनीहरूको आकार पनि बढ्ने भएकोले समग्रमा प्रोस्टेट ग्रन्थि ठुलो हुने अवस्था हो। दोस्रो जिज्ञासा छ, प्रोस्टेट बढेका बिरामीले कति समयमा युरोलोजिस्ट डाक्टरलाई परीक्षण गराइराख्नुपर्छ अथवा अन्य जाँचहरू गर्नुपर्छ? यदि प्रारम्भिक परीक्षणबाट प्रोस्टेट बढेकै कारणले कुनै पनि किसिमका जटिलताहरू देखिएका छैनन्, बिरामीलाई कुनै किसिमका लक्षण छैनन्, औषधि बिना नै पनि उहाँलाई कुनै समस्या छैन वा औषधि खाँदा पूर्ण रूपमा सन्तुष्टि छ भने उहाँहरूले 6 महिनादेखि 1 वर्षको अवधिमा आफ्नो विशेषज्ञ युरोलोजिस्ट डाक्टरलाई देखाउन सक्नुहुन्छ। अल्ट्रासाउन्ड अर्थात् भिडियो एक्सरे कति समयमा गर्ने? प्रारम्भिक परीक्षणमा प्रोस्टेट ग्रन्थि बढेकै कारणले गर्दा अन्य कुनै जटिलताहरू जस्तै धेरै पिसाब बाँकी रहने, मूत्रनलीको माथिल्लो प्रणाली जस्तै मूत्रनली तथा मृगौला सुन्निने समस्या जस्ता समस्याहरू देखिएका छैनन् र बिरामी औषधि बिना वा औषधि सहित यदि सन्तुष्ट हुनुहुन्छ भने अल्ट्रासाउन्ड पनि त्यही 6 महिना वा वर्ष दिनको अवधिमा विशेषज्ञलाई देखाएपछि गर्न सकिन्छ। प्रोस्टेट स्पेसिफिक एन्टिजेन अर्थात् पिएसए कहिले र कति समयको अन्तरमा गर्ने? एसियाली मूलका पुरुषहरूमा प्रोस्टेट क्यान्सर हुने समस्या पश्चिमा तथा अफ्रिकी मुलुकको नागरिकमा निकै कम देखिएकाले गर्दा यदि आफ्नो घरमा वंशाणुगत प्रोस्टेट क्यान्सरको समस्या छैन भने सामान्यतया 50 वर्षको उमेर कटेपछि पिएसए टेस्ट गरेर प्रोस्टेट क्यान्सरको सम्भावनाको बारेमा स्क्रिनिङ गर्न सकिन्छ। एकपटक पिएसए टेस्ट गरिसकेपछि यदि त्यो उमेर समूहको लागि नर्मल छ भने त्यसपछि हामीले 2 देखि 3 वर्षको अवधिमा पिएसए दोहोर्याएर हेर्न सक्छौँ। प्रोस्टेट बढेका सबै बिरामीलाई औषधि खान वा अपरेसन गर्न जरुरी छ कि छैन? यदि कोही व्यक्तिको उमेरको कारणले प्रोस्टेट बढेको छ तर उहाँलाई परीक्षणको क्रममा कुनै किसिमका जटिलता देखिएका छैनन् र उहाँलाई पिसाब सम्बन्धी कुनै समस्या छैन भने त्यस्तो अवस्थामा उक्त प्रोस्टेटको लागि बढेकै कारणले गर्दा कुनै उपचार गरिरहनु पर्दैन। उहाँ सिर्फ पर्ख र हेरको रणनीति अनुसार बस्न सक्नुहुन्छ र 6 महिना वर्ष दिनमा विशेषज्ञ डाक्टर युरोलोजिस्टलाई देखाउन सक्नुहुन्छ। यदि प्रोस्टेट बढेको छ र लक्षणहरू छन् अथवा परीक्षणबाट औषधि गर्नुपर्ने अवस्थाहरू छन् जस्तो कि पिसाबको बहाव कमजोर देखिनु र अल्ट्रासाउन्ड भिडियो एक्सरे गर्दाखेरिमा धेरै पिसाब बाँकी रहनु जस्ता समस्याहरू छन् भने उक्त अवस्थामा उमेरको कारणले प्रोस्टेट बढेको व्यक्तिहरूको लागि पनि उपचार गर्नु पर्दछ। अपरेसन गर्ने कि औषधि खाने? यदि बिरामीलाई समस्या प्रोस्टेटकै कारणले गर्दा पिसाब सम्बन्धी समस्याहरू त्यति विघ्न अप्ठ्यारो अवस्थामा छैन, अपरेसन गर्नुपर्ने कुनै किसिमका जटिलताहरू परीक्षणबाट देखिएको छैन भने सुरुमा औषधिबाट नै हामीले प्रोस्टेटले गर्दा सिर्जना भएका समस्याहरूको उपचार गर्न सक्छौँ भने अपरेसन गर्नुपर्ने अवस्थाहरू जस्तै बारम्बार पिसाब रोकिने
बारम्बार पिसाबमा देखिने गरेर रगत जाने, बारम्बार पिसाबको सङ्क्रमण हुने, औषधि खाँदा पनि बिरामीलाई सजिलो महसुस नहुने, मृगौला सुन्निएर मृगौलाको काममा नै दखल पुगेको अवस्था, अथवा पिसाब थैलीमा जटिलतापूर्ण समस्याहरू जस्तै पिसाब थैलीमा पोको उठ्ने अर्थात् डाइभर्टिकुलम, प्रशस्त मात्रामा डाइभर्टिकुलमहरू बनेको अवस्था र पत्थरी बनेको अवस्था आदि अवस्थाहरूमा औषधिले काम नगर्ने हुँदाखेरिमा अपरेसन गर्नुपर्ने हुन्छ। प्रोस्टेटको बिरामीले औषधि कति प्रकारका खाने? उमेरको कारणले प्रोस्टेट बढेका बिरामीहरूलाई यदि प्रोस्टेट 30 ग्राम भन्दा सानो छ भने हामीले दैनानुदिन सजिलो बनाउने पिसाब थैलीको मुखलाई खुकुलो बनाएर तथा प्रोस्टेट ग्रन्थीलाई पनि केही खुकुलो बनाएर दैनानुदिन पिसाब फेर्न सहज बनाउने एक प्रकारको मात्रै औषधि सिफारिस गरिन्छ भने प्रोस्टेटको साइज 30 ग्राम वा 40 ग्राम भन्दा ठुलो छ र पिएसए नर्मल छ र प्रोस्टेट क्यान्सरको सम्भावना देखिँदैन भने त्यस्ता बिरामीहरूलाई अर्को प्रोस्टेट सुकाउन मद्दत गर्ने औषधि पनि मिसाएर 2 प्रकारको औषधि सिफारिस गरिन्छ। प्रोस्टेट बढेका बिरामीले औषधि कहिलेसम्म सेवन गर्ने? जिन्दगीभर खानुपर्ने हो कि कुनै निश्चित समयसम्म खाए पुग्छ? जुन मैले खाना साथै सजिलो बनाउन मद्दत गर्ने औषधि भनौँ त्यसलाई हामीले हाम्रो आफ्नो टर्ममा अल्फा ब्लकर भन्दछौँ। त्यो औषधि बिरामीहरूले केही समय जस्तो 6-8 महिना, वर्ष दिन अथवा 1-1.5 वर्ष खाइसकेपछि यदि उहाँहरूलाई पूर्ण रूपमा सजिलो भएको महसुस भयो र परीक्षणबाट पनि कुनै किसिमका जटिलताहरू जस्तो धेरै पिसाब बाँकी रहने अथवा पिसाबको धारो एकदम सानो हुने जस्ता समस्याहरू देखिएनन् भने त्यो समयमा अल्फा ब्लकर भनिने जुन औषधि छ त्यो औषधि उहाँले बिचमा रोकेर पनि हेर्न सक्नुहुन्छ। यदि औषधि बन्द गरेको समयमा कुनै समस्या फेरि बल्झिएन भने अप्ठ्यारो नहुँदा जेलसम्म औषधि नखान पनि सकिन्छ। भने अर्कोतर्फ प्रोस्टेट सुकाउनको लागि प्रयोग गर्ने औषधि जुन छ 5-अल्फा रिडक्टेज इन्हिबिटर जुन हामी भन्दछौँ, उक्त औषधि चाहिँ सुरु गरिसकेपछि त्यसबाट अधिकतम लाभ लिनको लागि 2 देखि 4 वर्षसम्म कम्तीमा खानुपर्छ। 2 देखि 4 वर्ष खाइसकेपछि प्रोस्टेटको आकारमा करिब 1/4 कमी आउँछ र कतिपय सिफारिस अनुसार प्रोस्टेट सुकाउने औषधि चाहिँ हामीले सधैँको लागि निरन्तर रूपमा सेवन गर्दा त्यसबाट बढी फाइदा लिन सकिन्छ भन्ने कुरा पनि बताइएको छ। लामो समयसम्म औषधि खाँदा त्यसले साइड इफेक्ट गर्छ कि गर्दैन? सामान्यतया जुन 5-अल्फा रिडक्टेज इन्हिबिटर अर्थात् प्रोस्टेटको आकार घटाउने जुन औषधि छ त्यसले लामो समय नभइकन छोटै समयबाट पनि यदि साइड इफेक्ट कसैलाई गरेको छ भने सुरुको केही समयपछि नै देखिन थाल्छ। त्यसका मुख्य असरहरूमा मानिसको यौन दुर्बलता अर्थात् यौन दुर्बलता गराउने तथा कतिपय अवस्थामा शारीरिक सम्पर्कमा पश्चात सुक्खापनको महसुस हुने पनि समस्या रहन सक्छ भने दैनानुदिन सजिलो बनाउन प्रयोग गरिने औषधि जुन अल्फा ब्लकर भनिन्छ उक्त औषधिले कतिपय व्यक्तिहरूलाई चक्कर लाए जस्तो खास गरेर सुतेर अथवा बसेको अवस्थाबाट उठ्दाखेरिमा रिङ्गटा लाए जस्तो अवस्था हुन सक्छ। त्यो लामो समय खाएर हुने भन्दा पनि यदि देखिने छ भने सुरुकै 2-4 मात्रा खाएपछि नै देखिन सक्छ। सुरुमा प्रोस्टेटको औषधि खाँदा एकदमै राम्रो भएको थियो तर अहिले काम गर्न छोड्यो। के कारणले होला? यसमा 2टा कारणहरू हुन सक्छन्। अध्ययनहरूले के देखाएको छ भन्दा कतिपय औषधि खास गरेर जुन मैले अल्फा ब्लकर भने ट्याम्सुलोसिन अथवा सिलोडोसिन अथवा अल्फुजोसिन भनेर जुन विभिन्न खालका क्याटेगोरी औषधिहरू आउँछन् अल्फा ब्लकर अन्तर्गत, ती औषधिहरू अलि लामो समय प्रयोग गरेपछि त्यो औषधिलाई शरीरले पचाउने अथवा हाम्रो भाषामा टलरेन्स भनिन्छ त्यो
त्यो पनि विकसित भएको हुनसक्छ, जसले गर्दा औषधिले सुरुको अवस्थामा सुरुको 6 महिना वर्ष दिनसम्म राम्रो काम गर्ने र त्यसपछि बिस्तारै कम काम गरेको अनुभव हुन सक्छ भने अर्कोतर्फ उमेरको कारणले प्रोस्टेट बढ्ने समस्या समयसँगै प्रोस्टेट बढ्दै जाने भएकोले गर्दा र त्यो प्रोस्टेट बढेपछि त्यसले स्वाभाविक रूपमा पिसाब थैली र पिसाब थैलीको मुख वरिपरि ल्याउने परिवर्तन पनि बढ्दै जाने भएकोले गर्दा त्यस कारणले गर्दा पनि पहिलाको औषधिले काम नगरेको अनुभव गरेको हुनसक्छ। यसका लागि त्यही समूहको अन्य औषधि परिवर्तन गरेर पनि हेर्न सकिन्छ र यसरी परिवर्तन गरेर हेर्दा कतिपय बिरामीहरूलाई चाहिँ राम्रो भएको देखिन्छ। अपरेसन। प्रोस्टेटको एकपटक अपरेसन गरिसकेपछि फेरि गर्नुपर्छ कि पर्दैन? यो एकदमै ठुलो जिज्ञासा हो। सामान्यतया प्रोस्टेटको एकपटक जुन सबैभन्दा बढी आजको दिनसम्म पनि सबैभन्दा बढी जुन विधिबाट अपरेसन गरिन्छ, जसलाई हामी TURP भन्छौँ, जसलाई गोल्ड स्ट्यान्डर्ड्स प्रोसिजर भन्छ, मतलब एकदमै धेरै प्रमाणित भएको जुन अपरेसन गर्ने विधि हो। एकपटक TURP गरिसकेपछि 10 वर्षको अवधिभित्रमा करिब 100 जना बिरामीलाई आजको दिनमा TURP भन्ने अपरेसन गरेको छौँ भने अबको 10 वर्षमा 7-8% अथवा 7-8%, 100 जनामा 7-8 जनाको फेरि अपरेसन गर्नुपर्ने अवस्था हुन सक्छ। यो अवस्था आउनुमा विविध कारणहरू हुन्छन्। ती कारणहरूमध्ये सुरुको अपरेसन अथवा पहिलो अपरेसन गर्दाखेरिमा कति प्रोस्टेट छाडिएको छ, कति निखारेर गरिएको छ र बिरामीको अथवा व्यक्तिको प्रोस्टेट जुन बाँकी हुन्छ TURP गरेपछि कहीँ न कहीँ थोरै, कहीँ न कहीँ, कतै न कतै प्रोस्टेट केही मात्रामा छाडिएको हुन्छ। जरैबाट प्रोस्टेट निकालेर अपरेसन गरिँदैन यसमा। भने त्यो बाँकी रहेको तत्त्वको हरेक व्यक्तिमा वृद्धि हुने दर जुन छ त्यो एकदमै फरक हुन्छ। तर यदि कुनै व्यक्तिमा यदि त्यो बाँकी रहेकोबाट छिटो वृद्धि भयो भने उक्त व्यक्तिलाई पुनः अपरेसन गर्नुपर्ने अवस्था अथवा पुनः औषधि सेवन गर्नुपर्ने अवस्था हुन सक्छ भने कोही व्यक्तिको बाँकी रहेको कोशिकाहरूबाट एकदम सुसुप्त अवस्थामा अथवा नगन्य अवस्थामा यदि प्रोस्टेट फेरि बढ्न थाल्यो भने उहाँहरूलाई कुनै अपरेसनको अथवा औषधिको आवश्यकता नपर्न सक्छ। त्यसैले फेरि अपरेसन गर्नुपर्छ या पर्दैन भन्ने विषय पहिलो पटक अपरेसन गर्दा कति हदसम्म निखारेर गरिएको छ, कति अनुभव प्राप्त चिकित्सकबाट गरिएको छ भन्ने कुरामा पनि केही हदसम्म निर्भर रहन्छ। सरसर्ती प्रोस्टेट उमेरको कारणले प्रोस्टेट बढेका व्यक्तिहरूले बारम्बार सोध्ने प्रश्नहरू यिनै हुन्। आजलाई बिदा चाहन्छु। प्रोस्टेट अन्तर्गतै फेरि अन्य श्रृङ्खलाहरू लिएर फेरि उपस्थित हुन्छु। हस्त, धन्यवाद।